Hello everyone, welcome to Jojo's vlog. आज मैले हल्का इनिसिएसन गर्न गइरहेको छु यसको भ्लगलाई। अनि आज हामी के गर्दैछौँ रे? आज ब्लाइन्ड फोल्डेड मेकअप। म चाहिँ ब्लाइन्ड फोल्डेडमा हुन्छु र म रिसो मेकअप गर्छु। हेरौँ कस्तो गर्छु। बाइ द वे फेरि मेरो सेन्स चाहिँ बब्बाल छ मेकअपमा। Oh my god! Being an actor, so honestly मैले आफ्नो मेकअप गरेको छु कतिचोटी सेटमा। With proper use of this chemical things. आज चाहिँ ब्लाइन्ड फुल मेकअप च्यालेन्ज गर्दैछौँ हामी। मलाई त चिन्नु नै भयो होला हजुरहरूले, मेरो हस्बेन्ड हो। अब चाहिँ तिम्रो वाइड अडियन्स जस्तो लाग्यो अनि उनीहरूले मलाई चिन्छन् र भनेर मैले शङ्का गरे कि छैन नि त। 2-4 जना मोबाइलले अनि के अरे सब्स्क्राइब गर्छु। ल ल ल के हुँदैन, अलिअलि त हेर्न पाइन्छ होला। हल्का पल गर्दै नि त नि अलिअलि त देख्छु, केही हुँदैन। अनि कसरी यसरी त अनि म त खुट्टा मेकअप गरेर के हुन्छ? मेरो अनुहारमाथि छ। तिमीले अनि खुट्टा भन्छौ हो? यहाँबाट देख्छ ल। अब है यहाँ चाहिँ अगाडि मेकअपको सामानहरू चाहिँ खैले अनुहार खै। ए सरी, हाम्रो टिस्यु नभन न त्यसरी। किन हाँस भयो? अब हामीले के लाउनुपर्छ? फाउन्डेसन। ए होइन, ए सरी फाउन्डेसन कहाँ गयो? मोइस्चराइजिङ क्रिम। ए होइन खोज्नु न, त्यो मोइस्चराइजर हो त्यस्तो छ। मोइस्चराइजर यो त सनस्क्रिन होला। यो त फाउन्डेसन जस्तो लाग्यो। ए कम्प्याक्ट पाउडर, यो मोइस्चराइजर। एलोभेराको, हिमालयनको एलोभेरा राइट हो कि जोएको? जोएको। अनुहार फेरि ठुलो छ, फेरि चाहिन्छ कि? ओ कपालमा हेर्नु के अन्त बनाएपछि यस्तै हो। अहिले त भइहाल्छ नि। अहिले फेरि लिपस्टिक मुखमा लगायो भने के हुन्छ? अहिले त्यो बोल्न मिल्छ कि मिल्दैन? बिचमा बोल्न मिल्दैन है? को तिमी यो पर त्यो पर भन्न पाउँदैन होइन? जे गर्दैन भयो अहिले। ए ओके, सनस्क्रिन लाउने कि प्राइमर लाउने? अब म त के नि बोल्नु, सनस्क्रिन लाउने पहिला। प्राइमर सनस्क्रिन के हो? म झुकेँ यार। ए प्राइमर हो नि। यस्तै आँखा बन्द गऱ्यो भनेको दिमाग पनि बन्द भयो जस्तो लाग्यो। हो के हो? अचम्म भयो हेर त्यहाँ। के लगाइदिएँ मैले? एकछिन बस न। अब प्राइमर लगाएपछि एकछिन बस्नुपर्छ, होल्ड गर्नुपर्छ। ल भयो। के होल्ड गर्नु जाऊ, युट्युबको भिडियोको लागि त्यहाँ। गलत भयो क्या? अब सना हुन्छ कि फाउन्डेसन भेट्नु गएर छ नि त। अब कति पुग्ने फाउन्डेसन थाहा छैन। त्यो ट्याप कता छ फेरि? मेरो फेरि सेक्सी थाहै देखिन्छ। तलसम्म त देखिँदैन। तलसम्म त देखिँदैन। अनि खिच्नुपर्छ नि तल गर्ने। अनि मेरो मतलब यो त ऊ भयो यार। यो पाउडर हो, यो कम्प्याक्ट पाउडर हो। के हो यो त?
ए यता ड्याब ड्याब गर्ने खालको कस्तो खै त यार यो फाउन्डेसन के भयो ए देखेन क्या कस्तो के भयो के भयो यार चिटिङ गर्दै ए आउँदो रहेछ नि त एउटा किनकि चाहिँ काम सुरु गरेपछि त्यो काम सकाउनु पनि पर्छ राम्रोसँग बुझ्यौ नि होइन लेट मी फाइन्ड ड्याब 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 I just found it. Okay. Oh, सक्यो त यहाँ जिन्दगी त खै कहाँ हो खै ज्योति बिजोकै भयो त अब त यता क्यामेरा पनि देखाउनु पर्यो अनुहार देखाउनु त्यही भएर के भयो यार के भयो त यता ओके भयो कन्सिलर हो कस्तो हुन्छ कन्सिलर यस्तै त हुन्छ है चिसो तो वो क्या हो मस्कारा जस्तो लाग्यो खै त कन्सिलर नि छ त्यतै छ हेर्नु लिप ग्लस हो क्या ल छ रे हाँ छ डिस लागिरहेको फ्ल्यास लागिरहेको खै यहाँ चाहिँ मोट यता कस्तो मोट कस्तो सानो छ तिम्रो फेरि मोटे लिप फिल गर त एस्थेटिक उसमा गर लिप फिल गर्न मिल्छ एक पैसा कमाएपछि लिप फिल गरिदिनु पर्यो खै मोट खै यार मोट नभएको केटी यार भयो ल अब गर घुमाऊ ठिक छ नि होइन खै त हेर्नु यही हो क्या कन्सिलर त ए तान्ने कसरी हो निकाल्ने चाहिँ चिट गर्न पाउँदैन है त्यो त ब्लस जस्तो नि लाग्छ कन्सिलर जस्तो लाग्छ कि माथि हेर के हो लामो लामो हुन्छ यार ढ्याप ढ्याप कहाँ गयो फेरि यार के यार तल त थाहै भएन त लिड आइलिड क्या ए यहाँ त भिडियो यहाँ के हो के लाउनु पर्दैन अब भनेपछि कन्सिलर नै भयो अब ए कम्प्याक्ट पाउडर लाउनु पर्यो नि त 2,000 years later. काम पुरै पनि आउँदैन है फेरि
ल अनि अब हैन आधेर बिचरा सक्यो पाउडर यस वी आर डन ह के गर्नु पर्दैन आँखाको मस्कारा आई स्याडो के नि गर्नु पर्दैन आई स्याडो कहाँ छ त अनि खै हेर्नु न आफै खोज्नु मस्कारा लगाइदिनु न ठडा मस्कारा भयो अर्कै लाउनु पर्यो डन हो ल खै तिर्सिदिनु त एकछिन खोल्ने हो उहाँले चाहिँ आज मेरो मेकअप गरिदिनु भएको छ एकदमै पर्फेक्ट मेकअप गरिदिनु भएको छ किनकि उहाँलाई सबै थाहा छ नि त मेकअपको बारेमा किनकि उहाँले अब सुटमा पनि मेकअप गरिराख्नुपर्छ अनि अब चाहिँ उहाँले मेरो मेकअप हेर्न गइरहनु भएको छ है कस्तो गर्नुभएको छ आजदेखि हामी छुट्टिनु ए थम्बनेल पहिला यस्तो गर्नु त यस्तो 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 मलाई कसरी बुझेँ ल है अब थम्बनेल पनि भयो अब चाहिँ उहाँले मेरो मेकअप हेर्न गइरहनु भएको छ ल आँखा बन्द गर्ने न म गर्नु 3 2 1 गो कति राम्रो मेकअप गर्नुभएको छ है आज तपाईँले कस्तो राम्रो देखाएको छ यार आई थिङ्क तिमी कुनै त्यो हरर फिल्मको सुट गरेर आएको हो त्यहाँ भूत थियो तिम्रो रोल भूतको रोल थियो जस्तो लाग्यो के लागिरहेछ मैले यसमा कन्सिलर लिपस्टिक होइन र लिपस्टिक अनि कन्सिलर के अरे लिपस्टिक चाहिँ कन्सिलर भने यहाँ लगाइदिएको यस उहाँले चाहिँ आज के छुट्याउनु भयो मैले चाहिँ खास जो मान्छे छ त्यसलाई कस्तो खालको सुहाउँछ त्यो चाहिँ मेरो आफ्नै सेन्स बढ्छ त म चाहे ब्लाइन्ड फोल्डेड हुँ चाहे म ओपन आइज हुँ त्यो चाहिँ मैले ठ्याक्कै के गर्छु भन्दाखेरि उसलाई जस्तो सुहाउँछ त्यो मेरो आँखा बन्द होस् आँखा खुल्ला होस् मजाले त्यो यति हात चल्छ कि टक 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 टक्क लगाइदिन्छु म कहाँ जाने अब एउटा हरर फिल्मको सेटमा जाने तिमीलाई 100% लिन्छन् यु आर 100% सेलेक्टेड इन You will be 100% selected in horror films. तपाईँले आई स्याडो लाउन बिर्सिनु भयो लाइनर लाउन मलाई थाहा भएन यो अनि मेन मेरो यो आइब्रो कोर्न बिर्सिनु भयो अझै कोरिङ थियो तिमी त फेरि पुरै हलिउडमा पुग्थ्यौ हाइलाइट पनि बिर्सिनु भयो अनि आहा परेला फर्काउन पनि बिर्सिनु भयो ए फर्काउँछु नो 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 अब त भयो फर्काउँछु ल सो गाइज आजको भिडियो चाहिँ यति नै हो मैले आज कति पछि भिडियो बनाएँ फाइनल्ली किनकि अब मेरो साथीहरूले तिम्रो भिडियो आउँदै आएन भन्दा आज फाइनली मैले फुर्सद पाएँ उसको सब्स्क्राइबर नै जम्मा कति छन् 5 वटा छन् होला 5 जनाले भनेर सायद चिया गफमा हैन हो 5 जना भयो नि कति धेरै हो नि त हैन गाइजहरु ल गाइज आजले यति नै see you in my next vlog. Bye bye. Bye Gardinu. Bye. Take care. Have a great life.